हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ हामी सिंहदरबार पुतली सडक र दिल्ली बजारको बाटो हुँदै सिधै हामी नक्साल आइपुगेका छौं र नक्सालको भगवतीको मन्दिरमा दर्शनको लागि आएका छौं। यो मन्दिर चाहिँ ठ्याक्कै चोकैमा रहेको छ, होटल हिल्टनको अगाडि। अनि हामी पुग्दाखेरि चाहिँ अलि भिडभाड नै थियो र हामी दर्शनको लागि चाहिँ अब लाइन बस्न सकिन्छ कि सकिँदैन भनेर सोच्दै गइरहेका थियौं हैन। तर यहाँको विशेष कुरा भन्नु पर्दाखेरि चाहिँ लाइन चाहिँ एकदम मज्जाले नै सर्ने रहेछ के। यहाँ चाहिँ लाइन एकदम छिटो छिटो सरिरहेको थियो है, त्यही भएर सजिलो भयो दर्शन गर्नको लागि पनि। अनि यो मन्दिर पनि एकदम राम्रोसँग सजाइएको थियो कि फूलहरूले, मालाहरू हैन, यो कपडाहरू राखेर एकदम राम्रो बनाइएको थियो। दशैंको माहौल पनि है, अनि एकदमै रमाइलो लागिरहेको थियो। भक्तजनहरू पनि मजाले लाइनमा बसेर दर्शनहरू गरेर हैन, भजनहरू गाएर बसिरहनु भएको थियो। हेर्दाखेरि पनि एकदम आनन्द हुने, मन चाहिँ एकदम आनन्दित हुने हैन, एकदम रमाइलो भइरहेको थियो। अनि यसको पार्किङ भनेको चाहिँ ठ्याक्कै यही मन्दिरकै यता साइडमा चाहिँ राखिरहनु भएको थियो है, बाइक कारहरू त्यही नै पार्क गरिरहनु भएको थियो। त्यही भएर पार्किङको लागि पनि त्यस्तो खासै प्रब्लम त भएन। अनि यही नै पार्क गरेर हामी पनि लाइनमा बसेर दर्शन गर्यौं। प्राय मन्दिरहरुमा चाहिँ दशैंको बेलामा एकदम भिडभाड हुने र म्यानेज गर्न पनि गाह्रो हुने लाइन हैन, अनि टाइम पनि एकदम धेरै लाग्ने हुन्थ्यो। तर यहाँ यो मन्दिरको चाहिँ एकदम त्यस्तो टाइमै नलाग्ने के, मज्जाले सरसर लाइन सरिरहेको थियो। अनि दर्शन गर्नलाई पनि त्यस्तो छिटो गर्नुपर्ने त्यस्तो थिएन, आफूले टाइम लिएर नै दर्शन गर्न पाइरहेको थियो हैन। त्यो चाहिँ मलाई एकदम खुसी लाग्यो यहाँ यो मन्दिरको चाहिँ। अनि दर्शन गरेर अनि हामी बत्ती बालेर त्यो मन्दिरको परिसर पुरै परिक्रमा गर्ने, घुम्ने भनेर हामी बत्ती बालेपछि मन्दिर घुम्यौं। र त्यहाँ वरिपरि चाहिँ सम्पूर्ण भगवानहरू, देवी देवताहरू हैन को मूर्तिहरू राखिएको थियो। भगवान विष्णु, भगवान शिव, अनि शैलपुत्री, बंगलामुखी, बुद्ध भगवान हैन, प्राय जसो सबै भगवानहरू, हनुमान हैन, सबै भगवानहरू चाहिँ देवी देवताहरूको मूर्ति राखिएको थियो र सबैजनाले पूजा गरिरहनु भएको थियो। र हामी पनि पालै पालो सबै भगवानको पूजा गरेर सकायौं। अनि वरिपरि सबैतिर घुम्यौं र ठुलो एरिया भएको हुनाले चाहिँ हैन, सबैजना पालै पालो दर्शन गर्दै पूजा गर्दै हैन गरिरहनु भएको थियो। बीचमा मन्दिर, अर्को मन्दिर पनि एउटा छ, शिव भगवानकै हो त्यो मन्दिर पनि हैन। अनि वरिपरि पनि सबैतिर भगवानै भगवान के, कस्तो मजाले बनाएको है, स्ट्रक्चर चाहिँ एकदम राम्रो लाग्यो मलाई यो एरियाको। त्यस्तो पुरै भिडभाड पनि नहुने टाइपले हैन, लस्करै बनाइएको छ। र बीचमा एउटा मन्दिर शिव भगवानको भयो, यो देखिरहनु भएको चाहिँ। उतापट्टि चाहिँ माताकै मन्दिर भइहाल्यो, भगवती माताको। अनि यसको यता साइडमा चाहिँ एउटा इनार टाइपको पनि रहेछ कि। यो इनारमा चाहिँ पहिला चाहिँ माथिसम्मै पानी हुन्थ्यो भनेर भनिरहनु भएको थियो है त्यहाँ। तर अहिले चाहिँ यो त्यस्तो पानी छैन, तल एउटा धारा रहेछ हैन, धारामा पानी सानो आइरहेको थियो। र सबैजना चाहिँ त्यहाँ यो सिटहरुमा, चेयरहरुमा बस्दै थकाइ मार्दै हैन त्यही धारामा तल हेरिरहनु भएको थियो र हामीले पनि हेर्यौं। पानी चाहिँ सानो आइरहेको थियो त्यो धारामा। अनि एकछिन हामी पनि यो बेन्चमा बसेर रमाइलो हेर्दै गर्यौं। अलि थकाइ पनि लाग्ने हुन्छ नि त, अब बिहानदेखि हतार हतारमा आयो हैन। अनि दर्शन गरेर एकछिन बस्यौं, फेरि तल हामी पनि हेर्न गयौं। धारा चाहिँ यो तलको एरिया पनि यस्तो, यो भित्ताहरुमा सबै यस्तो राम्रोसँग यो यसको आकृतिहरू, यो कला हुन्छ नि, एकदम राम्रोसँग बनाइएको थियो। यो ढुङ्गे धाराको ठ्याक्कै माथिपट्टि यो लेयर लेयर वाइजमा हैन यसरी बनाइएको रहेछ। एकदमै राम्रो गरी बनाइएको छ यो। र यहाँ पनि मान्छेहरू चाहिँ आइरहनु भएको थियो माथिबाट तल आउँदै हैन। पानी चाहिँ अब हात धुँदै अनि आइराख्नु भएको थियो। र माथिपट्टि पुगेपछि चाहिँ हामीले फेरि यही घन्टीहरू बजाउँदै यो
परेवाहरू चाहिँ पुरै माथिसम्मै बसिरहेको थियो हैन, बसिरहेको थियो। अनि परेवाहरू पनि हेर्ने भन्दै हामी बसिरहेका थियौँ र माथि छतबाट चाहिँ परेवाहरू एकैचोटि तल आउने, यो खानेकुराहरू खाने हैन। यो चाहिँ त्यही बिचको जुन देखिरहनु भएको थियो शिव मन्दिर, यही नै हो शिवको मन्दिर। यो त्यो बिचमा जुन मन्दिर छ त्यही नै हो। यहाँ पनि शिव भगवान, बाहिर यसको भित्ताहरूमा पनि डिफ्रेन्ट भगवानहरूको मूर्ति राखिएको थियो हैन। अनि यो भवन परिसरको चाहिँ, यो मन्दिर परिसरको ठ्याक्क यता साइड कुनापट्टि साइडमा चाहिँ यहाँ चाहिँ यसरी भित्र बनाइएको रहेछ। यो राधा कृष्णको यो मूर्ति राखेर हैन। अनि उतापट्टि चाहिँ दुर्गा माताकै मूर्ति राखेर बनाइएको रहेछ। यहाँ पनि भजनहरू बज्दै थियो। हामी पुग्दाखेरि सबै भक्तजनहरू चाहिँ भजन सुन्दै कुराहरू गर्दै बसिरहनु भएको थियो हामी पुग्दाखेरि। यहाँ पनि एकदम रमाइलो नै थियो। अनि परेवाहरू उडेको हेर्दै परेवाहरूलाई चाहिँ हैन हेर्दाखेरि नै कति मजा लाग्ने के। अनि उडिरहेको कति खाँदै गरेको हैन, कति चाहिँ बच्चाहरूले नि उडाउँदै गरेको हेर्दाखेरि चाहिँ एकदम रमाइलो लाग्ने। र हाम्रो सबै काम सकिसकेपछि चाहिँ हामी त्यहाँ एकछिन बस्यौँ र एकछिन बसिसकेपछि अब चाहिँ फर्किनु पर्छ भनेर हामी फर्किनेतर्फ लाग्यौँ हैन। दसैँको बेलामा चाहिँ यो शक्तिपीठहरू घुम्दै हुनुहुन्छ, दर्शनको लागि जाँदै हुनुहुन्छ भने यो नक्साल भगवतीमा पनि अवश्य जानुहोला। यहाँ पनि एकदम आफूलाई आशीर्वाद लिनको लागि चाहिँ हैन, दसैँमा अब भगवती माताको, दुर्गा भवानीको हैन आशीर्वाद लिनुहोला। माता दुर्गा भवानीले सबैको रक्षा गरून् हैन। ह्यापी दसैँ सबैजनालाई। अनि मेरो भिडियोहरू हेर्दै गर्नुहोला। अब अर्को भिडियो अवश्य लिएर आउने छु। टिल देन किप अन वाचिङ, टेक केयर, बाई बाई।